हुनुपर्छ गर्थ्यो नेपाली जिद्दीपन ल्याउँथ्यो होला क्या के को एक्टिङ खै ठिकै रिसाको सिसाको टाइपको खै के मुड चल्यो क्या तर आई वाज लाइक आउट अफ माई माइन्ड फर अ वाइल अनि सोसियल मिडियावाला काम नगरे भए डेफिनेटली म ह्यान्डिक्राफ्टमा के गर्थेँ ह्यान्डिक्राफ्टलाई चाहिँ एक्सपोर्टमै जान्थेँ क्या नेपाली ह्यान्डिक्राफ्ट एकदम लोप भयो किन थाहा छ यो चाइनिज दोकानहरूमा अहिले हामीले त्यो भ्यालेन्टाइन्स डेवाला सपहरू हुन्छ नि सस्तो अर्कै खालको गिफ्ट आउँदैन गिफ्ट आइटमै चेन्ज भइदियो कि पहिला के भन्दाखेरि बिहा स्या हुँदाखेरि चरेसको थाल र आफ्नो त्यो पनि अब सुन किना जस्तो त हो नि मान्छेले सुन बेचेर चरेसको थालहरू आफ्नो घरमा राख्ने हो तामा पित्तलको भाँडा हुन्छ नि यो त्यो मेरो ड्याडले त त्यो एकदम दामी छ किन के भयो अहिले मान्छेले खैरेहरूले सब त्यही फलो गरिरहेको छ कि त्यो टिम हो राइट ड्याडको चाहिँ एउटा मात्रै ल्याङ्के भयो हि डिन्ट एजुकेट हिमसेल्फ सो त्यो हस्तकलाको बोर्डहरू जान पाएन नि त अब किन बोल्न सक्दैन भनेर हि कुड नेभर सो मलाई चाहिँ त्यो चाहिँ गर्न मन थियो कि ह्यान्डिक्राफ्ट मात्रै भएन अनि सबै चाइनिज सामानले सब्स्टिट्युट गरिदियो गिफ्ट आइटमहरू धन्न अलिअलि यो नेपाली वालेट नेपाली घडीहरू के आउनु थाल्यो मलाई एकदम आई एप्रिसिएट देम त्यही भएर फार्मर्स मार्केट हुन्छ तर मेरो चाहिँ मेन के हुन्थ्यो यो चपिङ बोर्ड पनि लाग्यो नेपाली नै हुनुपर्छ गर्थ्यो नेपाली जिद्दीपन ल्याउँथ्यो होला क्या अनि सबै कुरा चाहिँ नेपाली गर्दै जान्छ र त्यो चाहिँ अलि नेपाली कुरा किन्नु पऱ्यो भने चाहिँ अलिकति लग्जरी एन्डमा छ कि त्यसलाई चाहिँ अब कसरी तल ल्याएर सबैलाई गरेर फेरि नेपाली गिफ्ट दिन थालौँ बिहामा नि अब बुके छ फुल सबै इम्पोर्टेड छ खादा एउटा होला होइन खादा पनि फेरि बाहिरबाट आउँछ कति है म चाहिँ त्यसलाई चाहिँ होइन एउटा फ्रेम दिउँ न